है के थियो भने यो एडिसनमा के भयो भने हेर्नु यो 0,0 जस्तै यसको हेर्नु अहिलेकोमा के थियो भने प्लस गर्दाखेरि यो जस्तै यहाँ हेर्नु एउटा एलिमेन्ट छ यहाँ यो 0,0 को अनि यो 0,1 अनि यो R0 R1 C0 C1 3 अनि यो चाहिँ के हुन्छ भने 1,0 यो फेरि 1,1 अनि अर्कोको लागि अर्को मेट्रिक्सको लागि प्लेस के हुने भने अर्को मेट्रिक्स 0,0 0,1 अनि त्यसपछि 1,0 1,1 अहिलेकोमा के थियो भने 0,0 को एउटा हेर्नु यो एरे1 यो यसको नाम ए यसको नाम बी हेर्नु ए को 0,0 र बी को 0,0 प्लस गर्दाखेरि हाम्रो समको पनि यहाँ 0,0 को प्लेसकै हाम्रो भ्यालु आउँथ्यो सिधै थियो नि त प्लस गर्दाखेरि तर अब हेर्नु एडिसनमा के भइरहेछ हेर्नु त 0,0 प्लेसको ए को 0,0 प्लेस र बी को 0,0 प्लेस मल्टिप्लाई अनि त्यसमा पनि प्लस अझै फेरि ए को 0,1 हैन त यो 0,1 प्लेसको 2 भने 0,1 प्लेसको मल्टिप्लाई अनि 3 को चाहिँ यो चाहिँ 1,0 प्लेसलाई मल्टिप्लाई गरेपछि बल्ल समको 0,0 प्लेसको चाहिँ हाम्रो भ्यालु आउनेवाला छ भनेपछि यो कुरा ख्याल गर्नु के भन्नु खोजेको चाहिँ मैले भने चाहिँ हेर्नु 0,0 छ नि यो त आइजे को भ्यालु अहिलेको लुपमा त हामीले आइजेबाट 0,0 ला आउँछ तर एक्स्ट्रा के भइरहेछ भने यहाँ जुन छ नि यो एडिसनमा चाहिँ यसरी हेर्नु है यसरी यो जुन छ नि जुन हाम्रो भ्यालु छ 1 * 1 + 2 * 3 छ नि यसको प्लेस हेर्नु 1 को प्लेस 0,0 अनि फेरि यताको पनि 1 को प्लेस 0,0 यसरी बन्छ नि हेर्नु त प्लेसहरू चाहिँ हाम्रो भन्दाखेरि ठ्याक्क यसरी बन्छ भन्दाखेरि ठ्याक्क हेर्नु त यहाँ कमन के छ भने हेर्नु त यो 0 0 यो 0 छ नि यो यसमा पनि 0 0 0 छ अनि त्यसपछि यसमा चाहिँ 1 1 कमन छ भन्नु खोजेको हेर्नु यो आई होला अनि यो जे होला फेरि यो आई हुन्छ अनि यो जे हुन्छ नि त सेम छ नि सुरुमा आई 0 हुन्छ अनि जे 1 र 0 र 1 हुन्छ आई 1 1 छ अनि फेरि आई 1 1 छ अनि यो जे को भ्यालु हुने भयो जे 0 र 1 हुन्छ फेरि अनि यो चाहिँ एउटा भ्यालु यो जुन बिच 0 0 0 अनि यो 1 1 1 छ नि यो के भ्यालु यो के को भ्यालु एकचोटि के हुन्छ 0 हुन्छ अर्कोचोटि 1 हुन्छ एकचोटि 0 हुन्छ अर्कोचोटि 1 हुन्छ भनेपछि एउटा हाम्रो टर्म चाहिँ खोजिरहेछ यसले के टर्म चाहिँ यसले खोज्दो रहेछ यसरी हेर्दा हाम्रो सिन्ट्याक्स चाहिँ हेर्नु आई इन्टु के अनि आई कमा के मल्टिप्लाई के कमा जे गऱ्यो भने प्लस अनि फेरि आई कमा के प्लस अनि के कमा 0 गऱ्यौँ भने चाहिँ बल्ल हाम्रो समको आई कमा जे भन्न खोजेको 0,0 प्लेसको चाहिँ हाम्रो भ्यालु आउँदो रहेछ अनि फेरि त्यस्तै आई कमा के मल्टिप्लाई के कमा जे किनकि यो के हो नि त यो हाम्रो के आइरहेको छ के कमा जे प्लस फेरि आई कमा के मल्टिप्लाई के कमा आई गऱ्यौँ भने चाहिँ के कमा जे गऱ्यौँ भने चाहिँ सम आइजे को भ्यालु आउँछ किनकि सम यसले के हुन्छ आई0 हुन्छ जे 1 हुन्छ हो नि त हेर्नु त आई0 हुन्छ जे 1 हुन्छ आई0 हुन्छ जे 1 हुन्छ यसरी काम गरिरह नि हो यही कुरा यति मात्र यही कुरा बुझ्न खोजेको मैले हैन अब यही कुरा चाहिँ हाम्रो ठ्याक्क प्रोग्राममा आउँछ भन्न खोजेको चाहिँ आई र जे त हुने भयो त्यसरी हाम्रो के लुप पनि चाहिँ चलाउन पर्छ